अनि जिन्दगीमा फर्स्ट टाइम होला यति धेरै उकालो चढेको। ल ढकालिदिनु त दाइ। ठाडो उकालो रहेछ नि यो। अर्को मान्छेको आसमा एकदम खुसी लागिरह यत्रो हिँडेर आयो। तिमीहरू मेरो खिच्नेवाले यस्तो म तिमीहरू सब एउटा यस्तो पाराले एबिसी कोरी पुग्ला। मैले दाजुभाइ पाउँदैन हो के भाइ हो नानी फेरि आयो भरे भन्छौ माथि डाँडा भयो। ठन्डै ठन्डा छ यहाँ चाहिँ जाउँ न। मैले के भनेको। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई, वेलकम टु माई युट्युब च्यानल। अनि अहिले चाहिँ हामी जामाचु गुम्बा जाँदैछौँ। अनि के भन्दिनँ होइन। अनि त्यसपछि हामी जब यो पैदल मार्गबाट जान्छौँ माथितिर। हेलो हेलो गाइजहरू, मास्क किन लगाएको त यहाँनिर? मान्छेले चिन्छ भनेर। छिटो नि के हुन्छ त? छिटो हिँड्दैछु त नि। अनि दाइ खोइ त, दाइलाई त भइराखेको नि। गाइज अब त गर्मी हुन्छ रहेछ। अब हामी यहाँबाट जान्छौँ हिँडेर जामाचु ठाउँमा आइपुगेछ भने। दाइ आयो आयो आयो। यो रेस त्यहाँ आर्मीको ट्रेनिङमा दिएको भए सिधै पास हुन्थ्यो त। भद्रकालीमा दौडे हो त नि अनि। निशाला कुन चाहिँले त खाला तँलाई चाहिँ जोडी ठ्याक्कै यो सुहाउँदो रहेछ, असामी बाँदर। निसाको त्यस्तै जोडी बनाएर ल्याइदिनु पर्यो। ल हामीसँग चाहिँ यो पनि छ अब साथी यसको है। यो चाहिँ एकदम ठाडो कलर रहेछ। अनि आधी जाडो नि भइरह, आधी गर्मी नि भइरह के। अरू चाहिँ फर्किसक्यो र सबभन्दा हिँड्न नसक्ने चाहिँ मै रहेछ यहाँनिर। यस्तो पाराले एबिसी कोरी पुग्ला। चाहिँ 4 किलोमिटर छ जाँदैछौँ साथीहरू। मलाई चाहिँ गाह्रो भएर हो मेरो ज्याकेट पास गरिसकेँ। उकालो जान सकिने रहेछ। यस्तो बाटोमा आइपुगेको छौँ। हेर्नु यहाँ गाइस बाटो र यस्तो बाटोमा चढ्दैछौँ। यो सर्टकट बाटो हिँडेको। रुक्न हिँड्दैछु त। आफू चाहिँ पुगेर उहाँ माथि पुगे जस्तो कुरा गर्छ। के बोल्यो अरे? यो ठाडो कालोबाट अब पर्दैन, माथि हुन्छ। कस्तो खालको चाहिँ बाटो रहेछ यार धन्यो त। रोड कहाँ हो त यसको? ला आइयो आइयो। नाइस रस्टो गाह्रो। गाइजिनहरू तल केटी आएको भएर मेरो ज्याकेट हतार यिनीहरूले यता ट्रान्सफर गरिसक्यो। अब गाह्रो छ गाइजहरूलाई। अब चाहिँ हामी लगाएपछि त फेरि लगाइदिएको त मैले त। बहिनी मैले ज्याकेट। हामी चाहिँ अहिले यो बल्ल 1300 बाटोमा आइपुग्यो होइन। यस्तो गाह्रो गरेर आयो, यस्तो गाह्रो गरेर आयो त्यो उकालो 1 घन्टा। अब अझै आधी बाटो छ अरे। अब चाहिँ 1300 होला सायद त्यताबाट। अनि यहाँले चाहिँ सबैजना यहाँ यो विश्राम आराम गरेर बस्दै हुनुहुन्छ। अनि मलाई जस्तो गाह्रो भयो अघि न मैले लाएर आएको ज्याकेट ब्यागहरू सबै त्यो भाइले बोकिरह। फेरि हामी तलबाट आएको ग्रुपहरू एक ठाउँमा जम्मा भइसकेको छ। म भाइ माथि जाँदैछौँ। अब फेरि उकालो नआइदियो हुन्थ्यो। सुनिल ऊ पछि दौडिँदैछ। अब चाहिँ छोडेर गयो भने नि त्यो कुद्दै। अनि अझै माथि पुग्नुपर्छ अरे।
केटीको लौरो भाँदिनु पर्यो रुखमा झुन्डी ल्याउँदै हामीले भाँच्दै भन्दा चाहिँ नभाँदिएको नि लौरै भाँड्न नसकेर फर्केर बिचरा मलाई पानी पनि नदिएर गएको होइन नि त्यहाँ जबरजस्ती सब्सक्राइब मैले कसैलाई भनेको थिएन ल सब्सक्राइब गर्नु भनेर त आफ्नै भाइ भनिहाल्छु त ल मेरो ज्याकेट लागेर बोकिदिएको छ त्यही भएर चाहिँ दिएको माया लाग्यो नि त एकदम गाह्रो हुँदो रहेछ अब उकालो अब त आउँदिनँ ल म त आउँदिनँ धन्न त अब कस्तो मलाई हिँडेको के 3 किलोमिटर 3 किलो त आधी घन्टा हो हिँड्न सके त हुन्थ्यो कि हिँड्नै नसक्ने के भएको यस्तो हे भगवान् त्यस्तै भएको हेरे बल्ल तल्ल हिँड्दैछु कतिखेर माथि पुग्ने हो पुग्ने बित्तिकै मसले सुत्दिन्छु एकछिन भाइज लाउन नि फेरि आयो भर्याङ छ्या फेरि उकालो आयो यता बिजोक कस्तो राम्रो ढुङ्गा रहेछ हेर्नु नि यहाँनिर के हो जहिले भइहाल्छ नि नानीहरू गाउँमा भयो त हिँडेर जान सक्दैन यति टाढा भयो नि यहाँ चाहिँ यहाँ त खै झन्डै झन्डा छ यहाँ चाहिँ जाउँ न मैले के भनेको थिएँ अरे यहाँ चाहिँ कस्तो राम्रो नि है यहाँ चाहिँ हामी घुम्न जाउँ न तिमीहरूलाई चाहिँ कसले हुन्छ हस् भनेर आएको र नि पछि बुढाहरूलाई फेरि भन्ने ठाउँ लगेन हुन्छ भनेर नि अन्त हो हाँसिसक्यो हाम्रो कुरा सुनेर त्यो माथि डाँडामा आइपुगिसकेछ यहाँ चाहिँ आराम गर्नुमै होइन हामी जानु पाइन्छ माथि डाँडा भयो पुगिन्छ होला त त्यो डाँडामा साथी मरिन्छ जस्तो छ गाइस म चाहिँ सुतिसकेँ कति आनन्द आउँदो रहेछ यहाँ आएर बस्दा पाराले नहिँड्ने मान्छेलाई नि होइन बिचरा फेरि मेरो ज्याकेट लाउन लागिसक्यो अब चाहिँ यहाँ हिँड्दैछौँ अझै आधी घन्टा लाग्छ अरे माथि पुग्नलाई कति हामी चाहिँ त्यत्रो हिँडेर 2 घन्टा हिँडेर बल्ल यहाँ आइपुग्यौँ अब चाहिँ हामी माथि जान्छौँ एकदमै खुसी लागिरहेको यत्रो हिँडेर आयो ओ माइ गड अनि के हेर्ने पनि सक्नुहुन्छ के हो यो मेटेको रहेछ होइन अब एउटा छ अब चाहिँ माथि पुगिसकेको छ मैले चाहिँ ज्याकेट बोक्न नसकेर गाह्रो भयो मेरो हो त्यो गाइस ओहो जाडो मरिन्छ क्या हेर ओ मेरो ज्याकेटले ज्याकेटसँग आएको भए त म हिँड्नै नसक्ने रहेछ तर यहाँ चाहिँ चिसो आइरहेको घाम पनि लागिरहेछ टावर आइपुग्यो कुन चाहिँ हो त बेसी मान्छेको चस्मा पनि हाइजा घालिसके हो हेर्छन् चाहिँ यहाँनिर यस्तो चिसो हावा आइरहेको होइन तपाईँहरूलाई एउटा कुरा देखाउँछु नि हाम्रो हिमाल चाहिँ यस्तो खतरा देखिरहेको छ हेर्नु न यहाँ नजिक देखिरहेको छ परसम्म वाउ यही हेर्नुको लागि हामी 2 घन्टा हिँडेर आएको अनि तलबाट चाहिँ एकदमै गाह्रो भइरहेको थियो हिँड्नलाई तर यस्तो चिसो भइरहेको माथि हावा आइरहेको अनि एउटा भ्यू देखाउँछु ल म हेर्नु त जाडो भएको तपाईँहरूलाई एउटा भ्यू देखाउँछु ल हेर्नु त फेरि पनि वाउ काठमाडौँ भ्यालीका यस्तो खतरा देखिरहेको यहाँबाट ओहो मेरो हात ठिडाएर चलेकै छैन कि मेरो चस्मा चाहिँ हराएसम्म तातो भइरहेको थियो कि हात त भर्खरै एकैछिनमा हो खोलिदिनु भएको धन्यवाद साँच्चै हो कि यस्तो धेरै चिसो छ यहाँ हातहरू नि त यहाँ चिसो जाउँ अब चाहिँ हामी माथि टावर चढ्दैछौँ चढ्यो जाडो भयो कहाँबाट आइपुग्नु त घुम्दै आएको हो र कतिखेर आइपुगेको
आधा घन्टा रे भर्खरी रे हामी चाहिँ अब माथि चढ्दैछौँ तर यस्तो चिसो छ यहाँ देख्नु क्या आइसक्यो अब यहाँ भ्यू टावरमा आइपुग्यौँ होइन यो टपबाट चाहिँ यस्तो खतरा देखिन्छ रहेछ यहाँनिर र हिमाल हेर्नु न खतरा हो क्या यो अनि यहाँ चाहिँ यति धेरै प्याक छ आज शनिबार भएर होला सायद अनि अब चाहिँ हामी यहाँबाट टपबाट निक्लिँदैछौँ यस्तो जाडो भयो यहाँनिर चाहिँ यस्तो हावा आउँदो रहेछ अनि यो बिहानीको सुरुवातमा हिमाल सँगसँगै यस्तो मजाको तर हावा चाहिँ एकदमै आएको कसरी निक्लिने हो यो अड्क्यो त माइ गड लौ न यहाँ ओर्लिने कसरी अब मर्छु एकदमै चिसो भइरहेको यहाँ चाहिँ अनि अब हामी बिस्तारै ओर्लिँदैछौँ अनि उहाँ पर जान्छौँ अब चाहिँ अनि यस्तो चिसो यहाँबाट देखिनुहुन्छ भ्यूहरू राम्रै देखिँदो रहेछ अनि शनिबार भएर चाहिँ मान्छेहरू यति धेरै आउनु भएको यहाँनिर वा उहाँ परको घर कस्तो राम्रो देखेको अनि मेरो टोलीहरू कता हो थाहा छैन माथि नै अड्क्यो उतैको जानुभयो उहाँबाट गएर अनि बत्ती बाल्न थालिसकेको छ अब चाहिँ यहाँ बत्तीहरू बाल्छौँ बाटोमा चाहिँ यहाँनिर बत्तीहरू बालिसक्यौँ अनि यहाँनिर चाहिँ यस्तोहरू बेच्नलाई राख्नु हुँदो रहेछ ए सबै बत्ती बाल्ने ठाउँ रहेछ यो चाहिँ गुम्बा रहेछ अनि अब यता 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 तीनटा बाजे जस्तै एउटा त पाउन सक्दैन होला भाइ ए एउटा त त्यसै 31 गुलले भरेको एउटा मात्रै गुम्बाकी छ है हामी चाहिँ यतातिर हेर्दैछौँ कता बनाइदिनु मेरो भिडियो कता लाग्यो त्यता यता गर्नु अब यताबाट हामी भिडियो हेर्दैछौँ अघि नै उताबाट हेऱ्यौँ हामीले अनि यहाँ चाहिँ एकदमै रमाइलो रहेछ अघि नै हिँडेर आउँदा त यस्तो बाजा बजाएको थियो मेरो अहिले त पुरै ह्यापी ह्यापी एकदम धेरै के त्यही त यहाँनिर वा अब चाहिँ हामी यो तलतिर जाँदैछौँ यहाँनिर फोटो भिडियोहरू खिच्नलाई अनि त्यसपछि यतातिर खिच्छौँ तर यता त त्यति धेरै कस्तो तातो आएको कि घाममा आइपुग्दा त हातहरू है पुरै कग्रिरहेको यस्तो चिसो यस्तो चिसो यस्तो चिसो पुरै नगर्ने कि झन्डा हेर्नु न वा यो के यो कस्तो मजाले गरेको हावा आउँदाखेरि त यता चाहिँ यस्तो तातो रहेछ हो हेर्नु कस्तो मजाले गयो प्यार गरेको के भयो छैन कहाँ मान्छे तलतिर छ अरे अनि के हाम्रो चाहिँ पावर ब्याङ्क अघि न दाइले कसलाई दिनुभयो थाहा छैन अब चाहिँ हामी पावर ब्याङ्क खोज्दै हिँड्छौँ डाटा केही नचल्दो रहेछ अनि घरबाट ड्राफ्ट बोकेर आइएन अनि यस्तो छ यहाँनिर टिकटक बनाउन लागेको एउटा गीत तान्न लाग्यो होइन चल्छ होला नि के टिकटक ओके अब चाहिँ हामी टिकटक बनाउन लाइछौँ यता हुनुहुन्छ क्यामेराम्यान यता हुनुहुन्छ क्यामेराम्यान यता हुनुहुन्छ दाइ चाहिँ हाम्रो लागि दुःख गरेर ड्राफ्ट तान्दै हुनुहुन्छ उहाँलाई एक ताली बजाइदिउँ कता रे तल ल ल ल गाह्रो छ गाह्रो 3, 2, 1, go! Guma, guma, guma.
भाइको पाला आएको छ फाइनली फोटो खिच्ने। यस्तो रमाइलो देखिरहेको छ होइन यहाँनिर त्यो हावा लाग्दाखेरि चाहिँ। अनि यहाँबाट चाहिँ त्यति धेरै भ्यू क्लियर नदेखिँदो रहेछ अहिले। अनि यति नै हो, यहाँबाट चाहिँ जङ्गल जङ्गल देख्दो रहेछ। अब यिनीहरूको फेरि यहाँनिर आफ्नै दुनियाँ हो यिनीहरूको होइन। कालो छ त कालो आइहाल्छ नि। तिमीहरू मेरो खिच्नुवाले यस्तो म तिमीहरू सब एउटा खिच्दिन्छु यतिको आशा ल यहाँ क्यामेराम्यान चेन्ज भइसकेको छ। तल र माथि नै फरक निकाल्छ तिमीहरू अनि कुर्न पाउँदैन नि फेरि रे। गाह्रो छ गाह्रो, फोटो नि खिचिदिनु छ, कुट्छ भन्ने पनि डर लागिरहेको छ होइन। अनि यता गीत डाउनलोड भएको छैन? वाह चकलेट भाइ ल न गीत डाउनलोड भएन? भएन क्या हुँदैन क्या जाउँ। हावै गइदिरहेको क्या यहाँनिर कुदौँ भनेको हावै गयो। हामी चाहिँ फोटोहरू खिची भ्यायौँ, भिडियोहरू बनाइ भ्यायौँ। अब चाहिँ हामी फर्किँदैछौँ तल चाहिँ 5 बजेभित्र हामी एक्जिट भइसक्नुपर्छ। अनि यहाँतिर हुन्छ काकी हो सुन्तला। अनि यहीँबाट गएको अघि न बिचरा मेरो यो के पारा हो यो। ल अब चाहिँ हामी यहाँबाट सिधै तल जान्छौँ। अघि न उकालो चढेर चाहिँ यस्तो गाह्रो भएको थियो होइन फोटोहरू खिच्नलाई, फोटो भिडियो बनाउनलाई त्यति धेरै बनाउनु पाएन। अब ओह्रालो जाँदा चाहिँ बनाउने हो। अब चाहिँ हामी लागेको तलतिर सायनारा टाढा बाई बाई भएको जामा छ गुम्बाबाट घुमियो। यति भ्यू हेर्नको लागि हामी आएको उहाँदेखि हिँडेर होइन गाइस। यस्तो दुःख गरेर आयौँ, यस्तो दुःख भन्नै सकिँदैन क्या त्यो दुःख त। अनि के अब त म गोल्ली झरिहाल्छु नि 8 घन्टामा। हावा सम्झिने त्यो त उडाउनु तब सिधै तल पुग्छ। यस्तो ठाडो उकालो रहेछ नि यो गाइजहरूको चक्ती कला। ओइ उड्यो मान्छे चाहिँ होइन सल चाहिँ उड्यो। अब चाहिँ ओह्रालो चाहिँ अलिक हिँड्न सकिन्छ कि भन्ने विश्वासको साथ। तर यार मेरो खुट्टा उयो भयो नि दुख्यो। मरिन्छ क्या हो गाइस, यस्तो चिसो यस्तो जाडो यस्तो जाडो। ओइ खुट्टा पो दुख्यो त यहाँबाट। अघि माथि त गयो कि बल्ल बल्ल। ओइ मैले पाएको झन्डै अर्को हात समात्छु मैले यो भनेर अर्को मान्छेको हात समातेको। लड्छ के गर्नु गाह्रो छ हिँड्न नसक्नेको। यस्तो उकालो यस्तो चढेर अघि हामी त्यो यस्तो गाह्रो भएको थियो अघि। बल्ल तल्ल पुग्यो माथि। अब फर्किने बेला चाहिँ ओह्रालो छ तर रात परिसकेको छ। अनि हामी कुद्दैछौँ तर दाइहरू छोडेर कहाँ गयो थाहा छैन। अब यो भर्याङको चढ्न सकिन्छ जस्तो छैन। अघि नै त्यस्तो भर्याङको यति चढ्यो जिन्दगीमा फर्स्ट टाइम होला यति धेरै उकालो चढेको। सकिन्न नि फेरि। रात पऱ्यो बाघ भाला आउँछ है।
तेर्सोमा चाहिँ केही हुन्न क्या एकदम सजिलो हुन्छ जुत्ता समातेको त अघि जाँदाखेरि के मेरो ज्याकेट यसले बोकेर गएको थियो नि त माथि अहिले फर्किँदाखेरि बिचरा जुत्तामा झऱ्यो ओइ अब त तैँले दुईटै जुत्ता झुन्डाउनु सक्ला यसरी हिँडिसक्यो बोक आफ्नो जुत्ता आफ्नो जुत्ता बोक अब त्यो महँगो मोजा किनेर आज चप्पलको काम गरिरहेको छु मोजाले यही हुन्छ क्या महँगो मजाको फाइदा होइन राम्रै आएको थियो होला भाइ फोटो त्यसलाई राम्रो भन्छ कसलाई भन्छ त राम्रो यो भएको अनुहार भन्दा नि कालो निकालेको थियो आइफोन भएको नभएको त बेकार खतम तर चाहिँ फेरि मान्छे भन्दा नि गोरेको हिमाल जस्तै निकाल्दो रहेछ कि यसले चाहिँ मलाई त हिमाल जस्तो भनेको एकदम सेतो के निकाल्दैछु छ भरे हेर्छु ल यहाँबाट कस्तो खतरा देखेको क्या भ्यू बाटोमा एकछिन बस्ने क्या हामी पनि गएर कति बाटो हो हतार त जुत्ता हेर्नुहोस् त हेर्नुहोस् बिजोक यस्तो खतरा भ्यू देखिरहेछ यो चाहिँ नाइट भ्यू हो होइन अनि हामी चाहिँ माथि गएको थियौँ अघि न त्यहाँबाट आइपुग्यो यहाँनिर अब चाहिँ रात परिसकेको छ त्यही भएर हामी जाँदैछौँ तलतिर अनि अझै यहाँबाट लाग्छ होला 1 घन्टा जति तल निक्लिनको लागि सबैजना आराम गर्दै हुनुहुन्छ हामी चाहिँ हिँडेको हाम्रो टोलीहरू चाहिँ अब भरे 5 बजे तल पुग्नुपर्छ तर यहाँनिर भइसक्यो 4:45 पुग्दैन मलाई हामी सायद ठिकै छ अब बिस्तारै बिस्तारै हिँड्छौँ त्यही माथि यहाँ डाटा नचलेर बिजोग गाह्रो छ गाह्रो यस्तो यो टिकटक नाम सोध्नुसम्म भ्याइसक्यो तर यो भएर एकदम धेरै काम लागिरहेछ उनीहरू दुईजना त ल उनीहरू ल के हो यो यस्तो आशिका तामाङको फ्यानहरू धेरै भएपछि दिगो भाइहरू चाहिँ चाहियो है दिगो भाइहरू चाहिँ चाहियो है बोकिदिने झोला के छ त्यहाँ मेरो चक्लेट आइदियो ल चक्लेट ल त्यस भए आफ्नो झोला आफै बोक्छु त मेरो चक्लेट चक्लेट खानु बोक्नु गाई चिनीहरू त बाठो पो रहेछ त ए के टिस्यु चाहिँदैन यो त कसको ल ढकालिदिनु त दाइ ठुलो बाँदर यस्तो बाँदरहरू त कहाँ बोकेर पो हिँडेर रहेछौँ हामीले सँगसँगै हिँड्दा हिँड्दै खुदा फर्क्यो भने त चुडेल कस्तै हुन्छ पछाडि फर्केर नि केटी पो चुडेल देखाएर केटा पनि चुडेल रहेछ भन्छन् बिजोक रुन मात्रै सकिनँ म अघि नै चढ्दाखेरि हामी झन् रुँदै रुँदै आयो ल्या यहाँको सबभन्दा खतरा राइड हाम्रो बहिनी हो होइन भाइ तानी लगेको है निशा भन्ने बहिनी मेरो त बिजोक हो नि पारा तर तपाईँलाई यो नभएको भए म त आज यहीँबाट फर्किन्थेँ किन तलबाट साँच्चै हो मलाई मैले माया दाजुभाइ त पाउँदैन हो के भाइ हो मैले पनि कति माया गर्छु मेरो भाइलाई एउटा फोटो कतिले नखिचेर मैले जति माया त गरेँ संसारमा खोजेर पनि पाउँदैन ल भाइ यति धेरै माया गर्छु यति धेरै माया गर्छु भोलि पछि साइनेजमा झगडा पर्यो नि त्यस्तो हुँदैन अघि मैले 3टा मागेर आइसक्यो के बाजेको बत्ती बालेर कति बाजेको नाममा बालेको नि के भन्नु बाजे जस्तै 3टा बुढी होस् के गर्छ त्यो 3टा बुढी पाल्छ एउटा घरमा एउटा काठमाडौँमा अनि एउटा कहाँ एउटा मसँगै यसरी घुम्नलाई गाह्रो छ गाह्रो त्यसको भोलिपल्ट तल छैन होइन भनेको मान्छे त कस्तो भइरह हाइक रमाइलो हल्का मात्रै मेरो त पुरै दुखिरह के गर्नु गाह्रो छ जिन्दगी गोरेटोमा
खाना गएकै ठाउँमा आइपुगिसकेका छन्। बिहान हामी यहीँबाट गयो अहिले यहीँ फर्क्यौँ। हेर बिचरा कति पागल हुन्छ। यहाँ एउटा यो साइली एउटा मेरो बहिनी हजुर अनि अर्को मिरा तिमीहरू चारजनासँग सकेसम्म एउटा मात्रै फोन होस् आइफोन चासोकोस् त्यही पनि चार सकोस् बडो रमाइलो हुन्छ।